नेपालमा रहेका 28वटा हिम श्रृङ्खला पूर्वदेखि पश्चिमको क्रममा आजको भिडियोमा हामी 8वटा हिम श्रृङ्खलाहरू याद गर्नेछौँ है त। यसै गरी निरन्तर रूपमा हामी अर्को भिडियो पनि ल्याउने नै छौँ र अर्को भिडियोमा हामी पार्ट 2 र पार्ट 3 गरी 28वटा हिम श्रृङ्खलाहरू याद गर्नेछौँ र 8वटा हिम श्रृङ्खलाहरू पूर्वदेखि पश्चिमको क्रममा याद गर्नका लागि चाहिँ हामीले एउटा सूत्र बनाएका छौँ। कञ्चन जनक भन्ने दुईजना साथीहरूसँग एकजनाले भन्दैछ कि कञ्चन जनक ऊ महालङ्गुर रोलबालिङ पुजुला भनेको मतलब पुजुला भनेर सोधिरहेको अवस्था छ। कञ्चन जनक ऊ महालङ्गुर रोलबालिङ पुजुला भनेर सोधिरहेको सम्झिने माइन्डमा। त्यो सम्झिसकेपछि अब कञ्चनबाट चाहिँ कञ्चनजङ्घा हिम श्रृङ्खला जो पूर्वमा रहेको सबैभन्दा पूर्वमा रहेको हिम श्रृङ्खला चाहिँ कञ्चनजङ्घा हो। कञ्चनजङ्घा चाहिँ तपाईँको ताप्लेजुङमा पर्दछ। त्यसै गरी जनक, त्यसपछि जनक हिम श्रृङ्खला, त्यसपछि आउँछ हाम्रो उम्बक, त्यसपछि आउँछ हाम्रो महालङ्गुर जसलाई हामी खुम्बु पनि भन्छौँ र यो महालङ्गुर खुम्बु हिम श्रृङ्खला अन्तर्गत सगरमाथा पनि पर्छ। त्यसपछि आयो रोलबालिङ हिम श्रृङ्खला जसमा चाहिँ तपाईँको नोट गरौँ हामी दोलखा जिल्लामा पर्छ र यसमा चाहिँ हाम्रो चाहिँ गौरीशङ्कर हिममा पनि पर्दछ रोलबालिङ। त्यसपछि पुबाट पुमोरी भन्ने हिमाल पर्दछ। त्यसपछि जुबाट जुगल हिमाल, जुगल हिम श्रृङ्खला पनि भयो र जुगल हिमाल पनि रहेको छ। अनि पुमोरी चाहिँ हिम श्रृङ्खला र जुगल हिम श्रृङ्खला पछि अन्तिममा लाङटाङ हिम श्रृङ्खला।